हेलो गाइज गुड मर्निङ। आज चाहिँ म स्मोकी आई मेकअप गर्दैछु। तर मैले के राखेको छु भने स्मोकी आई मेकअपमा पनि यहाँनिर चाहिँ हल्का ब्राउन कलरको स्याडो राखिदिएको छु। यहाँ छेउमा चाहिँ हाइलाइटर यहाँनिर हाइलाइटर राखिदिएको छु है, वाइट हाइलाइटर। अब म वाइट गाजल लाउन गइरहेको छु। वाइट गाजलले चाहिँ अलिक आई ठुलो देख्छ भनेर लगाउन गइरहेको है। मैले चाहिँ यहाँ हल्का हल्का येल्लो कलरको राखिदिएको है। आज ट्याप ट्याप गर्नुपर्छ यहाँ। यो ब्रसले यो हाइलाइटर ब्रस हो, यसले यस्तो यस्तो गरिदिनु पऱ्यो अलिक। अब चाहिँ यसमा चाहिँ म आज धेरै गरिरहँदिनँ, मेसी बनाउँदिनँ, किनभने म बाहिर पनि जानु छ यही मेकअप मुड लिएर। सो द्याट्स वाइ अब म मस्कारा अप्लाई गर्छु। पहिला यसलाई यस्तो गर्छ है, ब्याक साइडमा लगाउन। तल लाग्यो, पहिला मेकअप गरिसकेको छ भने चाहिँ तल लाग्नु हुँदैन, जाँदैन। अहिले त अब मेकअप गर्नै छ, रिमुभ गरेर गर्दा नि हुन्छ है। तल यस्तो अलिअलि लाग्यो। मस्कारा अप्लाई गर्दा चाहिँ यसरी अप्लाई गर्ने, यसरी। धेरै बाक्लो नलाउने, बाहिर जानु छ, द्याट्स वाइ। अब जहाँ जहाँ लागेको छ त्यो पुस्दै जाने। अब आइकल दिने, आइकलले अब रेडी भयो। हातैले सकेर यसरी स्मुथ तरिकाले हटाउने है। यो मिल्छ भने हटेन भने अब यसमा त मेकअप गर्नै छ। नयाँ मेरो वाइट कपाल एक दुईवटा हुन थालेछ।
अब आइब्रो मेकअप गर्छु म नेक्स्ट पार्टमा गरिदियो।